बेचेर सपना किन्न खोजिरहेको छु अनि अनि आफू मेटिएर आफन्त बनाउन। थाहा छ तिमीलाई, यो कंक्रिटको शहरका गल्लीहरूमा मान्छे जस्तै देखिने मान्छेहरूसँग म मान्छे खोजिरहेको छु। या त स्वयं मान्छे बन्न नसकेर म मान्छे खोजिरहेको छु, या त मैले मान्छे नै नभेटेर मान्छे खोजिरहेको छु। मलाई केही पनि थाहा छैन म के गरिरहेको छु, तर मलाई थाहा छ साथी, म जिउँदो होन्जेलसम्म मान्छेहरू अघि बढ्यो खुट्टा थाम्छन्, केही अझै अगाडि बढ्न खोज्यो दाग लगाउँछन्, अझै अगाडि बढ्न खोज्यो सबै मिलेर खाडल खनेर गाडी दिन खोज्छन्। अनि आफन्त भनेका कतिखेर कहाँ गल्ती गर्छ अनि जलाउला भनौ, सुन्न अप्ठ्यारो हुन सक्छ भन्दिम, खाडल खनेर गाडी दिनका निम्ति तयार हुनेलाई नि आफन्त भनिदा रहेछन्, जो बाँचुन्जेलसम्म एक दिन जस दिन सक्दैनन् अनि मरेपछि प्रशंसा गरेर थाक्दैनन्। सायद यसैलाई आफन्त भनिन्छ होला है। मेरो बुझाइ गलत हुन सक्छ, तर मैले नभेटेको त तिनै मान्छे हो। कस्तो भनेर तिमीले सोध्न सक्छौ साथी। मैले डाक्टर भेटे, पाइलट भेटे, इन्जिनियर भेटे, राजनीतिज्ञ भेटे, समाजसेवी भेटे, सामाजिक अभियन्ता अनि मानव अधिकार कर्मी भेटे, बाल अभियन्ता पनि भेटे। थाहा छ, शहरका गल्लीमा पसले भेटे, व्यापारी भेटे, सौदागर भेटे, सट्टीबाजी भेटे, बिचौलिया भेटे, सरकार भेटे अनि जनता पनि भेटे। तर ती सबै भेट्दाखेरि नि साथी मैले नभेटेको भनेको मानवता भएको मान्छे, त्यो चाहिँ मैले कहीँ भेटिन। थाहा छ, मान्छे थियो भने त करुणा हुन्थ्यो, दया हुन्थ्यो, समभाव हुन्थ्यो, समदृष्टि हुन्थ्यो अनि उसँग प्रेम हुन्थ्यो। कसैको आँसु झारेर कोही सफल बन्नका निम्ति सक्छ साथी मान्छे भए? यहाँ त रगतको होली खेलेर अनि लासको भर्याङ चढेर मान्छे सफल भएको देखे। अब भन साथी, रगतको होली खेलेर लासको भर्याङ चढेर सफल हुनेलाई म मान्छे कसरी मान्न सक्छु? सबै कुरा पाएँ साथी, यहाँ कपडा ब्रान्डेड पाएँ, जुत्ता ब्रान्डेड पाएँ, मोजा ब्रान्डेड पाएँ। साथी थाहा छ, मैले त उच्चारण पनि गर्न सक्दिन, त्यो परिवार नियोजनको अस्थायी साधन पनि ब्रान्डेड हुन्छ अरे यहाँ। विडम्बना। तर सबै कुरा ब्रान्डेड पाइरहेको ठाउँमा केवल यहाँ मैले मान्छे मात्रै पाउँदिन साथी। किन? या म भ्रममा छु या दुनिया। जित्नका लागि दुनिया हिँडिरहेको छ साथी। जित्न के का लागि? मानिस जितेर खुसी हुनका निम्ति, सफल भएर पनि त खुसी हुनका निम्ति। साँच्ची भन न, तिमीलाई सोध्दैछु, सुन्दैछौ नि तिमी? तिमी यो संघर्ष गरेर सफल हुँदाखेरि तिमी खुसी हुनका निम्ति सफल बन्ने होइन, या त दुनियाँको नजरमा सफल बन्नका निम्ति सफल बन्ने? दुनियाँको नजरमा सफल बन्नका निम्ति तिमी संघर्ष गर्दैछौ भने साथी तिमी मान्छे होइन, मेसिन बनिरहेका छौ। आफू सफल बन्ने भनेको त आफ्नो खुसीको लागि होइन, तर तिमी सफल बनिरहँदाखेरि तिमीसँग खुसी कति टाढा छ या नजिक? तिमीले परिवारलाई दूर दराजमा छोडेर खुसी किन्नका निम्ति परदेशिएको होइन, तिमीले आफ्नाहरूलाई नै गुमाएर खुसी हुनका निम्ति डाक्टर, इन्जिनियर अनि पाइलट भएको होइन। सायद तिमीलाई थाहा छ, यो इन्जिनियर अनि ती वैज्ञानिकहरू पनि कस्ता कस्ता जन्मिएछन् यार। मलाई त आफूलाई देखेर आफैसँग धिक्कार लाग्छ। मुटु दुख्यो भने नेपालमा गंगालाल पुग्छु, आँखा बिग्रियो भने तिलगंगा पुग्छु, अनि अन्य रोग लाग्यो भने वीर हस्पिटल टिचिङ सरकारीकै कुरा गरौँ न। सुन न साथी, तर यो मन दुख्दाखेरि कहाँ गएर जचाउनु मैले? थाहा छ तिमीलाई, सबै दुखेको औषधि पाइन्छ, सबै दुखेको नाप्न सकिन्छ, तर यो मन दुखेको न नाप्न सकिन्छ न औषधि पाइन्छ साथी। आफ्नाहरूले दिने भनेको त पीडा त्यही मन दुखाएर होइन, अनि तिम्रो आँखामा छचल्किएको अनि झर्न नसकेको आँसु पनि त्यही मन दुखेर होइन।
अनि टोलाएर आकाशतिर हेर्छौ अनि करोडौं ताराहरूको बीचमा एक्लो चन्द्रमालाई तिमीले निहालेर फेरि पछाडि फर्केर बन्द कोठाभित्र आउँछौ, सिरक ओढ्छौ, कोल्टी फेर्छौ, निधाउन खोज्छौ, फेरि उतार्नु पर्छौ, भोलि सोध्छौ। अनि आज तिमी निश्वास हुन्छौ। थाहा छ तिमी साँच्चीकै बाँचेको छौ कि साथी? साँच्ची तिमी साँच्चीकै बाँचेको छौ कि तिमी जिउँदो लास भएर बाँचेको छौ? तुलसीदा नमन। तिमी साँच्चीकै बाँचेको छौ कि जिउँदो लास भएर बाँचेको छौ साथी? तिमीलाई म एकै शब्दमा भनौँ, श्वास चल्नु मात्रै चाहिँ बाँच्नु भएन है। साँच्ची नै बाँच्नका निम्ति मुस्कुराउनु पर्छ। अनि स्वतन्त्रता तिमीले स्वतन्त्रता ठुल्ठुला स्वरमा, चर्को स्वरमा कराउनु मात्र, आफूलाई मन लागेको कुरा बोल्नु मात्र स्वतन्त्रता होइन साथी। भोलिको चिन्ताबाट मुक्त भएर आज निर्भयतापूर्वक बाँच्नु पनि त स्वतन्त्रता होला। सायद स्वतन्त्रता प्रेम, विश्वास, भरोसा, समर्पण, त्याग अनि सम्बन्ध, यी सबै कुराहरूको बलिदान दिएर अहिले मान्छे हुन खोज्दैछ। अनि गर्वले भन्छ, साथी प्राणीहरूको सर्वश्रेष्ठ प्राणी मान्छे। रगतको होली खेलेर लासको भर्याङ चढेर सफल हुने मान्छे, अर्काको अस्तित्व बनाएर आफ्नो अस्तित्व स्थापित गर्ने मान्छे, भएको प्रकृतिलाई सकेर कंक्रिटको सहर स्थापित गर्ने मान्छे, भएको प्रकृतिलाई दहन गरेर आफू सृजनशील बन्ने मान्छे, अनि सम्पूर्ण ग्रह नक्षत्रहरूमा, ब्रह्माण्डहरूमा आफ्नो अधिपत्यता, अहंकारको अधिपत्यता जमाउने मान्छे, अनि चेतनशील प्राणी मान्छे। अरे जसले प्रकृतिलाई बुझेन, जसले यो बतासलाई बुझेन, जसले बगिरहेको नदीको अस्तित्वलाई बुझेन, जसले सदैवदेखि ठडिरहेको हिमाललाई बुझेन, जसले समुद्रको त्यो शान्त अनि विशाल लहरलाई बुझेन, जसले आफू जन्मेको धरतीलाई अनि माटोलाई बुझेन, जसले आफू जन्म दिने आमालाई बुझेन, जसले आफ्नै पितालाई बुझेन, जसले स्वयंलाई बुझेन, अनि उही चाहिँ चेतनशील प्राणी। साथी मलाई जित्नेहरूको भिडमा मलाई हार्नु छ, मलाई दुनियाँ चिन्नु छैन, म स्वयंले स्वयंलाई चिन्नु छ। म एकचोटि यो धरतीमा मान्छे भएर बाँच्नु छ, मलाई मान्छे बन्न दियो, मलाई प्लिज, मलाई एकचोटि मान्छे भएर बाँच्न मन छ, मलाई मान्छे बन्न दियो।